नमस्कार, म डाक्टर शिव भण्डारी, चितवन लेजर क्लिनिकबाट। आज हामी लेजर उपचारका केही भ्रम अथवा चिन्ताहरूलाई चिर्ने प्रयास गर्छौँ। पहिलो भ्रम त लेजर अपरेसन अथवा उपचार महँगो छ भन्ने छ। सुरुवाती खर्च चाहिँ लेजरमा अलिकति महँगो चाहिँ हुन्छ पक्कै पनि, तर यसबाट दुखाइ कम हुने, घाउ चाँडो निको हुने र दैनिक काममा चाँडै फर्किन मिल्ने हुनाले ओभरअल खर्च चाहिँ चिरेर गर्ने अपरेसन बराबर जस्तै हुन्छ। त्यही भएर महँगो चाहिँ छैन भन्छु म। दोस्रो चिन्ता भनेको यो लेजरले पोल्छ भन्ने पनि रहेछ। कुनै पनि अपरेसन गर्दाखेरि चाहिँ हामीले लोकल अथवा चाहिँ रिजनल एनेस्थेसिया धारबाट सुई लिएर गर्ने हुनाले यसले चाहिँ पोल्दैन। र अपरेसन गरिसकेपछि नि हामीले एकैचोटि थोरै समयको लागि चाहिँ दुखाइको लागि औषधि दिन्छौँ, त्यही भएर लेजरले पोल्दैन। तेस्रो चिन्ता चाहिँ यो सुरक्षित छ कि छैन, कतै लेजरले चाहिँ तपाईँको आँखालाई अथवा मुखलाई त्यस्तै असर गर्छ कि भन्छ। यो चाहिँ अन्तर्राष्ट्रिय स्तरमा रिसर्च भएर बिरामीको लागि एकदमै सेफ र इफेक्टिभ छ भनेर नै यहाँ चाहिँ हामीले प्रयोग गर्दै आएको छौँ र अहिलेसम्म त्यस्तो लेजरको कारणले असुरक्षाको त्यस्तो घटनाहरू केही भएको छैन, विश्वमै केही त्यस्तो भएको छैन। र अर्को चिन्ता चाहिँ के सबै रोगमा लेजर प्रयोग गर्न सकिन्छ भन्ने रहेछ। सबै रोगमा लेजर प्रयोग गर्न सकिँदैन। लेजर प्रयोग गर्ने केही सीमित जेनरल सर्जरीमा सीमित रोगहरू छन्, जस्तै पाइल्स, फिस्टुलामा गर्न सकिन्छ। अर्को चाहिँ खुट्टाको नसाहरू फुल्लिने भेरिकोज भेनमा प्रयोग गर्न सकिन्छ। अरू विभागहरूले जस्तै युरो सर्जरीले पनि लेजरको प्रयोग गर्नुहुन्छ ढुङ्गा फुटाउनको लागि, यस्तै आँखाको अपरेसनमा पनि प्रयोग गर्न सकिन्छ। तर हामीले प्रयोग गर्ने लेजर चाहिँ यो डायोड लेजर भन्छ, 1400 प्लस त्यो वेभलेन्थको चाहिँ डायोड लेजर प्रयोग गर्ने रोगहरू चाहिँ यही नै हुन्। र लेजर अपरेसन अर्को भ्रम अथवा चिन्ता चाहिँ लेजर अपरेसन त अब काठमाडौँ जस्तो ठुलो सहरहरूमा मात्रै उपलब्ध छ कि भन्ने पनि रहेछ। यो चाहिँ अहिले हामीले चितवनमा पनि सुरु गरेका छौँ र चितवनमा चाहिँ हामीले जयबुद्ध अस्पतालसँग सहकार्य गरेर चितवन लेजर क्लिनिक मार्फत लेजर उपचार चाहिँ तपाईँहरूको सहर वारपुरमा दिइरहेका छौँ। यदि तपाईँहरूलाई पनि पाइल्स, फिस्टुला वा भेरिकोज भेन जस्ता केही समस्याहरू छन् भने लेजर उपचारको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।